हामी प्रार्थना गर्छौं। हाम्रा परमेश्वर पिता, तपाईले हामीलाई फेरि पनि आजको अपराह्नको समयमा सहायता गर्नुभयो। हाम्रा शरीरलाई चाहिने भोजन प्रबन्ध गरेर हामीलाई सन्तुष्टि गराउनु भएको छ र फेरि पनि हामी यस घडी आत्मालाई चाहिने भोजनको निम्ति एक ठाउँमा भेला भएका छौँ। तपाईँ परमेश्वरले बोल्ने वक्तालाई माथिबाटको ज्ञान र बुद्धि दिनुहोस् र अनुवाद गर्ने अनुवादकलाई पनि तपाईँ परमेश्वरमा भरोसा परिकन ठिक तरिकासँग अनुवाद गर्न सहायता गर्नुहोस्। हरेक सुन्ने कानहरूलाई ध्यानसँग सुन्न तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। तपाईँ बालबच्चाहरूलाई कसरी नियन्त्रणमा राख्नको निम्ति बाबुआमालाई सहायता गर्नुहोस्। सबै प्रार्थना र धन्यवाद प्रभु येशूको नाममा चढाउँछौँ। यहाँनिर एउटा बाइबल छ, यो कसको हो? कसैको हो यो बाइबल? गिदन नाम छैन। नयाँ लेखको Good afternoon. सबैलाई good afternoon. I'm sorry, this is the first time. My friend, who used to be known as Parker, is now Simon, and I'm having a very hard time calling him Simon. मेरो मित्र धेरै वर्ष अगाडिसम्म उहाँको नाम खड्का थियो, तर उहाँले नाम परिवर्तन गरेर सिमन राख्नु भएको छ अनि मलाई त्यो नाम भन्न धेरै गाह्रो भइरहेको छ। But I am assured that he will translate probably better than I can speak. म निश्चय छु कि मैले बोल्नु भन्दा धेरै नै राम्रो उहाँले अनुवाद गर्नुहुन्छ भनेर। I'd like you to turn with me, please, to the epistle, first epistle of Peter. तपाईहरुलाई म पहिलो पत्रुसको पुस्तक पढाउन चाहन्छु। पहिलो पत्रुसको पुस्तक 3 अध्याय। Chapter 3 of the first epistle of Peter, and we'll read the first 6 verses. पहिलो पत्रुसको पुस्तक 3 अध्यायको 1 देखि हामी 6 पदसम्म पढ्नेछौँ। हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चालचलनले गर्दा बिना वचनले भए पनि तिमीहरूका डर सहितको पवित्र चालचलन देखेर तिनीहरू विश्वास गर्ने हौ। तिमीहरूका श्रृंगार, कपाल बाट्ने र सुनको गहना लाउने अथवा किसिम किसिमको पोशाक लाउने बाहिरी श्रृंगार नहोस्, तर नम्र र शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको त्यो गुप्त मानिस होस्।
जो परमेश्वरको दृष्टिमा ठुलो मोलको हुन्छ किनकि यही किसिमले अघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि तिनीहरूका पतिहरूका अधीनमा रहेर श्रृंगार गर्थे जस्तो साराले अब्राहमलाई स्वामी भनेर तिनको आज्ञा मान्दथिन्। यदि तिमीहरू पनि भलाइ गर्छौ र कुनै किसिमको डर मान्न नपर्ने हुन्छौ भने त तिनीहरूकै सन्तान हौ। We pray that the Lord will bless the reading of His word. हामी प्रार्थना गर्नेछौँ कि प्रभुले आफ्नो वचनमा आशीष दिउन्। We have heard this morning of the importance of the family. हामीले यस बिहानी परिवारको महत्त्व सुनिरहेका थियौँ। The importance of the relationship between husband and wife. पति पत्नी बीचको सम्बन्धको महत्त्वको विषयमा हामीले सुनिरहेका थियौँ। How these are pictures for us of that which God desires to see not only today but throughout eternity. अनि यिनीहरू चाहिँ परमेश्वरले आज मात्रै नभएर पछि आउने अनन्तमा पनि त्यसको नक्सा उहाँले हेर्न चाहनुहुन्छ। We have heard that the role of the husband is to be the head. हामीले सुन्यौँ कि पतिको भूमिका चाहिँ शिर हो। That is to lead, to direct. त्यसको अर्थ हो अगुवाई गर्नु अथवा निर्देशन गर्नु हो। And it is the role of the wife to be a help meet for her husband. अनि पत्नीको भूमिका चाहिँ आफ्नो पतिको सहयोगी हुनु हो। The role of wives is often grossly misunderstood. पत्नीको भूमिका चाहिँ धेरैचोटि नराम्ररी बुझिएको हुँदछ। It is, as John reminded us, that the wife is not in any way unequal in position. पदमा चाहिँ जस्तो हाम्रो भाइ जोनले अघि पनि भन्नुभयो पदमा चाहिँ पति पत्नीहरू कोही तलमाथि पर्दैनन्। She is not there to be under his foot. पत्नीको अधीनमा पति चाहिँ पतिको तल रहेर भन्नु होइन, but to be the object of his love, his care, and his affections. तर उनी चाहिँ उसको यादको उसको ख्याल गराएको स्नेहको विषयको वस्तु हुन्। It's very easy for a man to speak about what a woman ought to be. अब एउटा पुरुष भएर स्त्रीहरू कस्तो हुनुपर्दछ भनेर बोल्नुलाई धेरै सजिलो हुँदछ। But I am in the fortunate position तर म सौभाग्यको स्थानमा छु अहिले of having a wife. पत्नीको विषयमा बोल्नु पर्दा And we can clearly see from the scriptures how important that role is. अनि हामी पवित्र शास्त्रबाट छर्लङ्गै देख्दछौँ कि त्यो भूमिका कति महत्त्वपूर्ण छ भनेर। I can know from personal experience. म मेरो आफ्नो व्यक्तिगत अनुभवबाट म थाहा गर्छु। But the scriptures are what matter. तर पवित्र शास्त्र चाहिँ भन्नुपर्ने यहाँ आवश्यक पर्दछ। What my experience is, what your experience is immaterial. मेरो अनुभव र तपाईँको अनुभव जे छ तर तिनीहरू चाहिँ वस्तुगत हुँदैनन्। We have been reminded this morning हामीलाई यस बिहान सम्झना दिलाइएको छ that what is important is what the scripture says. अनि महत्त्वपूर्ण चाहिँ के छ भने पवित्र शास्त्रले के भन्दछ। We may have heard from the brethren this and that. हामीले दाजुभाइहरूबाट धेरै कुराहरू त्यो यो भन्ने कुराहरू सुनेका हुन सक्दछौँ। Can read in the commentaries this and that. अनि निर्देशिका पुस्तकहरूमा यो त्यो भनेर हामीले पढेका पनि हुन सक्छौँ। But the question is, what does the scripture say? तर प्रश्न चाहिँ शास्त्रले के भन्दछ भन्ने हो। We've been reminded that
the subject of the family is taken up in 2 of the epistles that have what are often referred to as the highest doctrinal truths. हामीले यो पनि सुनिरहेका थियौँ कि 2वटा नयाँ नियममा 2वटा पत्रीहरूमा परिवारको सम्बन्धमा त्यसको सारा महिमापूर्ण रूपमा व्याख्या गरिएको छ. And in both of those epistles, the subject of the wife is covered in 1 verse. अनि ती दुवै पत्रीहरूमा पत्नीको सम्बन्ध, पत्नीको भूमिका, विषयवस्तु चाहिँ एउटै पदमा गाँसिएको छ, एउटै पदमा गाभिएको छ. But when we come to deal with it in a real life situation, तर वास्तविक जीवनमा हामीले त्यसलाई तुलना गर्नु पर्दाखेरि the Apostle Peter, प्रेरित पत्रुसले, which we have read, जुन हामीले अहिले पढ्यौँ, takes 6 verses. उसले ती 6वटा पदहरू लिँदछन्. Because what he's dealing with is the day-to-day routine that we have to live. अनि उसले व्यवहार गरेको कुरा चाहिँ दिन प्रतिदिन दिनै पछि हामीले व्यवहार गर्नुपर्ने कुरा भन्दछन्. The Apostle Peter speaks to us as those who are living in this world, in the kingdom, administered by the Lord Jesus. प्रेरित पत्रुसले हामी यस संसारमा उहाँका सेवकहरू अनि त्यो राज्यमा उहाँका सेवकहरू भएर बसिरहेको भनेर भन्दछन्. The Apostle Peter is a man who well understands what it is to have married life. प्रेरित पत्रुसलाई थाहा थियो कि उनले सर्वले बुझेका थिए कि वैवाहिक जीवन भनेको चाहिँ के हो भनेर. In the day when the Lord Jesus was in the world, जब प्रभु येशू यस संसारमा हुनुहुन्थ्यो, he introduced his mother-in-law उनले to the Lord. प्रभुलाई आफ्नो सासूको परिचय दिएका थिए. He understands the principles and the problems that families face. परिवारले भोग्ने समस्याहरू, त्यसको सिद्धान्तहरू के हुँदछ भन्ने विषयमा उसले जानेका थिए. And I want to say, he will help you greatly in the appreciation of the role that you have to play. अनि तपाईले आफ्नो भूमिका कसरी निर्वाह गर्नुपर्दछ भन्ने विषयमा उनले राम्रोसँग हामीलाई भन्दछन्. Our brother John has talked to us already about the importance of the husband's role. पतिको भूमिकाको विषयमा, त्यसको महत्त्वपूर्णको विषयमा अघि हाम्रो भाइ जोले भनिसक्नु भएको छ. And I'm sure that all of you brothers had your consciences pricked as I did. मलाई लाग्छ तपाईहरुको विवेकमा अहिले त्यो कुराहरुले घोषेको पनि हुन सक्दछ. The word of God hits home in the heart. परमेश्वरको वचनले हाम्रो हृदय गृहमा घोज्दछ. And hopefully it moves to your feet. अनि त्यसले आशा गरिकन त्यो तपाईको पाउमा पनि आउनेछ, तपाईको खुट्टाहरुमा पनि आउनेछ. Thank you. It moves to your feet so that your walk here in this world can be a walk which brings glory to the name of the Lord Jesus. ती कुराहरुले तपाईको पाउमा आउनेछ अनि त्यसले चाहिँ तपाईको हिँडाइले चाहिँ प्रभु येशूको महिमा हुनेछ. That is the reason you were left in this world after you came to know the Lord Jesus as your Savior. त्यही कारणले नै प्रभुले तपाईलाई, जब तपाईले प्रभुलाई चिन्नु भयो, त्यही कारणले नै तपाई यहाँ हुनुहुन्छ यस संसारमा. The moment you were saved, त्यो घडी जति बेला तपाई बाँच्नु भयो, उद्धार पाउनु भयो, you were absolutely ready to go to glory. त्यही घडी नै तपाई महिमामा जानको निम्ति तयार हुनु भएको थियो. You don't get any better during your life. तपाईले अब जीवन अवधिमा त्यो भन्दा अझ राम्रो पाउनुहुन्न. God has done a work in your soul one time that fits you for heaven eternally. परमेश्वरले तपाईको जीवनमा एउटा काम गर्नुभयो, पक्का काम गर्नुभयो, जसले तपाईलाई स्वर्गको निम्ति सुहाउँदो सदाको निम्ति अनन्तको निम्ति गरिदिएको छ. You were ready to go to heaven immediately. तत्कालै तपाई स्वर्ग जानको निम्ति तयार हुनुहुन्छ. But God left you here for purpose. परमेश्वरले तपाईलाई यहाँ केही उद्देश्य राखेर राख्नु भएको छ. He left you here to display
the glory of the Lord Jesus. उहाँले तपाईलाई यहाँनिर प्रभु येशूको महिमा देखाउन प्रकट गर्नको निम्ति राख्नु भएको छ। For you individually तपाईलाई प्रत्येक गरी एक एक गरी to show out the features and character of our blessed Savior. तपाईले हाम्रा धन्यका मुक्तिदाताको चरित्र उहाँको स्वभाव देखाउनको निम्ति उहाँले छोड्नु भएको छ। Now, we come to the role of the wife. अब हामी पत्नीको भूमिकाको विषयमा आउनेछौँ। The role of the wife is vital, पत्नीको भूमिका चाहिँ महत्त्वपूर्ण छ, absolutely critical, अन्त अति नै समालोचनापूर्ण छ, especially to her husband. विशेष गरी उसको पतिको सम्बन्धमा। John said this morning भाइ जॉनले अघि बिहान भन्नुभयो how critical that role is. She's there to help her husband. अनि त्यो कति महत्त्वपूर्ण अनि कति समालोचनात्मक छ कि उसले आफ्नो पतिलाई सहयोग गर्नुपर्दछ। And believe me, we all need a lot of help. अनि विश्वास गर्नुहोस् मलाई कि हामीलाई धेरै सहयोग चाहिन्छ। This first few verses spell out how important that help is. अनि यी थोरै पदहरूले नै हामीलाई भन्दछ, छर्लमै भन्दछ कि त्यो सहयोग हामीलाई कति अनिवार्य छ। How much do I fail? कतिचोटि म चुक्दछु। It is the role of my wife to help me to be better. अनि मेरो पत्नीको भूमिका चाहिँ मलाई असल हुनको निम्ति सहयोग गर्नु हो, To give me advice, मलाई सुझाव दिनु हो। to show me by her life उसले मलाई उसको जीवनले देखाएर जीवनले मलाई देखाउनु हो how I ought to be. म कस्तो हुनुपर्ने हो। That's what the scriptures say. I'm not making this up. त्यो चाहिँ पवित्र शास्त्रले भन्दछ, मैले तपाईहरुलाई यो बनाएको होइन। It says that if any obey not the word, अनि यसो भन्दछ कसैले वचन पालन नगरेर पनि they may be won by the behavior, the conversation of my wife. तर व्यवहारले चालचलनले चाहिँ उनीहरू परिवर्तन हुने होस् भनेर। So we see how important the role of our sisters, our wives, really are in relation to the husband's carrying out his role. अनि हामीले पत्नीहरूको भूमिका कति महत्त्वपूर्ण रहेछ कि पतिहरूले उहाँको अधिकारहरू लिएर हिँड्नु पर्दाखेरि सहयोग गर्नलाई। If I am failing, my wife's help will cause, by her behavior, not necessarily her words, to correct what is wrong. यदि म चुकिरहेको छु भने मेरो पत्नीको चालचलनले चाहिँ, तर उसको शब्दलाई नै चालचलनले चाहिँ म कसरी असल हुनुपर्दछ भनेर देखाउनु पर्दछ। How are we seeing the behavior of our wives? हामीले हाम्रा पत्नीहरूको स्वभाव चाहिँ कसरी हेर्दैछौँ त? And how are you wives carrying out your role? अनि तपाईँ पत्नीहरूले चाहिँ आफ्नो भूमिका चाहिँ कसरी लिइरहनु भएको छ? I suppose in a little way I get to do to the wives what John did to the husbands. अब हाम्रो भाइ जोनले पतिहरूको विषयमा के भन्नुभयो त्यही कुरा चाहिँ मैले पतिहरूको विषयमा भन्नुपर्ने हुन्छ। I get to prick your conscience. तपाईहरुको विवेकलाई मैले खोज्नुपर्ने हुन्छ। That from the word of God and in the power of the Spirit, अनि त्यो चाहिँ परमेश्वरको वचनबाट अनि आत्माको शक्तिबाट the word of God may be used to help you. ताकि परमेश्वरको वचनले चाहिँ तपाईलाई सहयोग गर्नलाई प्रयोग गर्न सकियोस्, in order that your household may be one where the name of the Lord Jesus is glorified and honored. ताकि तपाईको घर चाहिँ एउटा बनोस् जहाँनिर प्रभु येशूको नाम चाहिँ महिमित होस्। We heard from Emil this morning, we are not able
to separate ourselves out of the world, हामीले भाइ एमिलबाट सुनिरहेको थियौँ बिहान कि हामीले आफैलाई संसारबाट अलग गर्न सक्दैनौँ, but we have to live amongst the people of the world हामी यस संसारको मान्छेहरूको बीचमा बस्नु पर्दछ in a way that distinguishes us as belonging to Christ. अनि त्यो पाराले जसले हामी ख्रीष्ट हौँ भन्ने कुरा थर्लङ्गै छुट्याओस्। Christ has to be seen ख्रीष्ट चाहिँ हामीमा देखिनु पर्दछ, in our homes and out of our homes. हाम्रो घरहरूमा अनि हाम्रो घरका बाहिर पनि देखिनु पर्दछ। It's no good trying to pretend that we don't get seen by the people around us. अब हामी वरिपरिको मान्छेहरूले देख्ने गरी त्यसरी बहाना गरिरहेन। I give you a little example. म तपाईँलाई एउटा सानो उदाहरण दिन्छु। On Tuesday evening, मङ्गलबारको बेलुका we have our usual prayer meeting and Bible reading. हामीसँग हाम्रो प्राय जसो प्रार्थनाको सेवा अनि बाइबल अध्ययन हुँदछ। And we leave home about 6:30. हामी अनि 6:30 घरबाट हिँड्दछौँ। On Tuesday, Eileen was suffering a lot of pain. अनि मङ्गलबार चाहिँ आइलेनलाई चाहिँ उसको दुःखले धेरै सताइरहेको थियो And wasn't able to go to the meeting. अनि अब सभामा जानलाई सकिरहेकी थिइन्। Our neighbor who lives across the street हाम्रो छिमेकी त्यो बाटोदेखि अलिक पर्तिर बस्नुहुन्छ। said to her on Wednesday morning, अनि बुधबारको बिहान ती छिमेकीले उनलाई भने, I see you didn't go to church last night. मलाई थाहा छ तिमी हिजो बेलुका के अरे सेवा गएनौ। Right? That we are watched. Christians are watched day and night. तपाईले देख्नुभयो यहाँनिर कि इसाईहरूलाई जहिले दिन रात हेरिन्दछ, अरू मान्छेले हेरिरहेका हुँदछन्। They watch us at home, they watch us at work, they watch us at school. तिनीहरूले हाम्रा घरहरूमा हेरिरहेका हुन्छन्, तिनीहरूले हाम्रा कामहरूमा, हाम्रा विद्यालयहरूमा, स्कुलहरूमा हेरिरहेका हुनेछन्। And why do they do it? तिनीहरूले किन त्यसो गर्दछन् त? So they can criticize us. ताकि ती मान्छेहरूले आलोचना गर्न पाओस् भनेर। So they can say, see, that's what Christians say they do, but they don't really do it. अनि तिनीहरूले भन्न पाउन् कि हेर क्रिस्चियनहरू होइन तिनीहरू, तर हेर तिनीहरूले जे भन्दछन् त्यो गर्दैनन् भन्छन्। That's why it's so important त्यसैले गर्दा त्यो अति महत्त्वपूर्ण छ for each of us हामी हरेकले to be here just like the Lord Jesus. हामी उहाँ जस्तै प्रभु येशू जस्तै भएर बस्नु पर्दछ। They could complain about him. उहाँको विषयमा तिनीहरूले धेरै गुनासो गर्न सक्दछन्। They could say they didn't like him. ती मान्छेहरूले भन्न उहाँ ती मान्छेहरू मन पराएन। But they had to say, we find no fault in this man. तर तिनीहरूले भन्न सके यिनमा हामीले केही गल्ती पाएनौँ। Surely this man did nothing amiss. पक्का पनि ती मान्छेले केही पनि गल्ती गरेन, दोष छैन उनमा। Can the world say that about you and me? तपाईको विषयमा अनि मेरो विषयमा संसारको मान्छेले भन्न सक्छ त्यस्तो? That's what it comes to when we deal with our relationships in the home. अनि त्यही चाहिँ हामीले घरमा कस्तो व्यवहार गर्दछौँ, हाम्रो व्यवहारले चाहिँ संसारले व्यवहार गराइले चाहिँ संसारले देख्नु पर्दछ। So, let us deal with the matters that the apostle here writes about. अब हामीले यहाँनिर प्रेरितले जे लेखेका छ त्यसको विषयमा हामी जाउँ। What is the behavior that characterizes you as a wife? पत्नी भएर के स्वभाव छ, चरित्र छ जसले तपाईँलाई पत्नी हो भनेर चिनाउँदछ? You gossip to the neighbors? छिमेकीको विषयमा कुरा गर्नुहुन्छ? You spend time inappropriately with them? अनि तिनीहरूलाई बेठिकसँग तपाईँले समय बिताउनु भयो?
talking about things that shouldn't be talked about. तपाईले ती कुराहरू गर्नुभयो जुन कुराहरू गर्नु हुन्थेन How easy it is. त्यो कति सजिलो छ त्यसो गर्नु. People say to you, aren't things terrible? All sorts of things going on in the world. Things that we couldn't talk about 30 years ago. अनि ती मान्छेले गफमा भन्न सक्दैन यस्तो दिनहरू यति खराब छन् जुन कुराहरू हामी 30 वर्षभन्दा अगाडि ती कुराहरू हामीले देखेका छैनौँ भने त्यस्तो गफ गर्न सक्दछन्. And then we proceed to talk about it. अनि हामी त्यही कुराहरूलाई नै हामी गफ गर्न फेरि हामी अघि बढ्दछौँ. The scripture says we don't even talk about these matters. शास्त्रले भन्दछ यी कुराहरूको विषयमा केही बोल्नु भन्दैन. Of course they exist. Of course we see it. हुन त तिनीहरू ती रहेका छन् अनि हामी देख्दछौँ ती कुराहरूलाई. But is it something for a Christian to be talking about to a person in the world? के संसारमा भएको मान्छेसँग के एउटा क्रिस्चियनले त्यसै गरी बात गर्नुपर्दछ त? No. त्यस्तो होइन. You talk to them about the Lord, तपाईँले उनीहरूलाई प्रभुको विषयमा बोल्नुपर्दछ, not about the things around. हाम्रो वरिपरि भएको थोकहरूको विषयमा होइन. While the world or the husbands behold your chaste conversation. How chaste? What does this word mean? यो चोखो भन्ने कुरा चाहिँ के हो त? यसले के अर्थ जनाउँदछ? It means something that keeps itself pure and quiet and peaceable. यसले चाहिँ त्यो यस्तो कुरा हो जो चाहिँ सिद्ध छ अनि शान्त छ अनि त्यो चाहिँ पवित्र पनि छ. Is that what we see in wives today? के हामी त्यही कुराहरू नै हाम्रा पत्नीहरूमा देखिरहेका छौँ? Quiet, peaceable? Or do we hear them yelling and screaming? के हाम्रा पत्नीहरू शान्त छन् अनि शान्त मन पराउने छन् कि हल्ला गरेर कराइरहेका हुन्छन्? Of course children can annoy us. हुन त हाम्रा नानीहरूले हामीलाई धेरै रिस उठाउँदछन्. But does it help to yell? तर के हामीले चिच्याउँदाखेरि कराउँदाखेरि हामीलाई सहयोग मिल्छ? Because you think they might hear better? के त्यसो गर्दाखेरि चाहिँ ती नानीहरू सुन्दछन् त हाम्रो कुराहरू? They're not deaf. तिनीहरू बहिरा छैनन्. They're only deaf because they choose not to hear what you say. तपाईँले जे भन्नुभयो त्यसको निम्ति नसुन चाहिँ उनीहरूले मन पराउँछन्. It doesn't demonstrate your Christian life त्यसले तपाईँको क्रिस्चियन जीवनलाई देखाउँदैन. to be shouting at anybody. अनि कोहीसँग पनि तपाईँ चिच्याइरहेको कराइरहेको त्यो तपाईँलाई सुहाउँदैन. Let us really step back and consider what it is that we should be showing to the world. हामी आफै पछि सरेर हामीले सोचौँ विचार गरौँ कि यस संसारमा रहनु परेको उद्देश्य चाहिँ के हो त? One of the big problems today facing sisters दिदीबहिनीहरूको विषयमा यस संसारमा जुन समस्याहरू भोगिरहेका छौँ त्यो चाहिँ I am sure is the matter of buying clothes. अनि त्यो चाहिँ कपडाहरू लुगाफाटाहरू किन्नुको विषयमा हो. How to buy them, where to buy them, अनि तिनीहरूलाई कसरी किन्ने अनि कहाँ किन्ने भन्ने, what you can buy, what you can wear, what you can find to wear that looks like a Christian's dress. अनि तपाईँले के किन्नुहुन्छ के तपाईँ लाउनुहुन्छ त्यसले चाहिँ के तपाईँ क्रिस्चियन जस्तो देखिनुहुन्छ? For that is what we ought to be doing. अनि त्यही चाहिँ हामीले गरिरहनु पर्ने हुन्छ. Not talking about looking like a frump. No, that's not a good word. About looking like something that came out of a sloppy, yeah. त्यो अब तर त्यो चाहिँ यस्तो होइन कि तपाईँ चाहिँ मैलो ठाउँबाट आउनु भएको भन्ने नहोस्. I'm talking about something that looks like a lady. म यस्तो विषयमा गफ गरिरहेको छु त्यसले चाहिँ तपाईँको त्यो देखाइ जसले चाहिँ तपाईँ स्त्री जस्तै होस् भनेर.
स्त्री होस् भन्ने। Because ladies dress according to the scriptures, let it be modest. अनि स्त्रीहरूको पहिरन चाहिँ त्यो चाहिँ सादा होस्, लजालु होस्। Because that is going to demonstrate that I am for my husband. अनि त्यसले चाहिँ यो भन्दछ कि म मेरो पतिको लागि हुँ भनेर देखाउँदछ। I'm not showing my body off to the world. म मेरो शरीर चाहिँ संसारमा देखाइरहेको होइन। I'm not showing off the latest fashion in order that the world can see. म चाहिँ अब अहिले वर्तमान हुँदै गरेको फेसन जो संसारमा देखाउनको लागि होइन। What we are supposed to see, the scripture tells us, हामीले के देख्नु पर्ने हो त्यो कुरा चाहिँ शास्त्रले भन्दछ। is a meek and quiet spirit. त्यो चाहिँ नम्र अनि शान्तको आत्मा हो। Something that is drawn from above. अनि केही कुराहरू जो माथिबाट ल्याइएको छ, It is something that is acquired from the Spirit of God. त्यो चाहिँ यस्तो जो चाहिँ शान्त छ, जो परमेश्वरको आत्माबाट ल्याइएको छ। It is that which is gathered into one's soul त्यो हो जुन कुराहरू चाहिँ एक मान्छेको आत्मामा भेला गरिएको छ as a result of spending time with the Lord Jesus. अनि त्यो चाहिँ के को परिणाम हो भने प्रभु येशूसँग समय बिताएको परिणाम हो। With no way else to get it. अनि त्यहाँ बाहेक अरू कहीँ पनि पाउँदैन, त्यो कुराहरू पाइँदैन। It is only from Himself. अनि त्यो चाहिँ केवल उहाँबाट मात्र पाउन सकिन्छ। Meek and quiet spirits are not obtained by self-work. अनि त्यो चाहिँ आफ्नै कामद्वारा चाहिँ नम्र अनि शान्तको आत्मा चाहिँ पाउन सकिँदैन। It's something that's worked into you त्यो by the चाहिँ Spirit of God त्यो चाहिँ परमेश्वरको आत्माले नै तपाईँमा काम गर्नुहुन्छ and comes out in your life. अनि त्यो चाहिँ तपाईँको जीवनमा आउँदछ, बाहिर आउँदछ। Let it be not an outward display, त्यो चाहिँ बाहिरी देखावट नहोस्, but something that comes out of the heart. तर त्यो कुनै त्यो हो जो हृदयबाट बाहिर निस्किँदछ। What is the condition अब शर्त चाहिँ के हो त? of your heart तपाईँको हृदयको अवस्था कस्तो छ? in relation to the Lord? प्रभुसँग सम्बन्धमा तपाईँको के छ? How important is He to you? You're satisfied that your sins are forgiven and you know you're going to heaven. के तपाईँ पक्का हुनुहुन्छ कि तपाईँको पापहरू क्षमा भएका छन् अनि तपाईँ स्वर्ग जान तयार हुनुहुन्छ भनेर, सन्तुष्ट हुनुहुन्छ भनेर? So we just wait for Him to come. Is that it? So we just wait for Him to come. ताकि हामी अब प्रभु आउनको निम्ति हामी पर्खिरहेका हुनेछौँ। We'll just sit here. He's going to come soon, so I'll just sit and wait. अनि अब हामी यहाँ बसिरहेका छौँ ताकि प्रभु कहिले आउनुहुन्छ, हामी लैजानुहुन्छ भनेर। You don't realize that you have a role to play? तपाईँले के यो याद गर्नुहुन्न र तपाईँले यो ख्याल गर्नुहुन्न र तपाईँले यहाँ निर्वाह गर्नुपर्ने भूमिका छ। That each of us, I'm not talking only to the sisters, म केवल दिदी बहिनीहरूको विषय मात्रै भनिरहेको छुइनँ, तर हामी प्रत्येकले, all of us हामी सबै नै are looking for the Lord Jesus. हामी प्रभु कहिले आउनुहुन्छ भनेर हामी हेरिरहेका छौँ। But is it just a matter of looking and waiting, or do we really want to see Him? के त्यो चाहिँ केवल हेर्ने अनि पर्खिने मात्रै विषय हो कि अथवा साँच्चै नै उहाँको आगमनको प्रतीक्षामा राख्छौँ हामी? What is in your heart? तपाईँको हृदयमा के छ त? Are the things of this world what control you? के यो संसारमा भएको कुराहरूले तपाईँलाई अधीन गरिरहेको छ? Making it here, getting your house, making it better, looking for more and better things. अनि अब यो संसारमा के तपाईँले यसरी जिउनु पर्ने हो? अब तपाईँले घर पाउनुभयो अनि त्योभन्दा अझ धेरै राम्रो असल कुराहरू अनि यो संसारमा धेरै सुधारको कुराहरू, Is that what's driving you? के त्यही कुराले तपाईँलाई घुडाइरहेको छ? That's really what the scriptures are talking about, this outward adornment. Is that what's got you? Or has the Lord Jesus really
got you. के त्यो तर के ती बाहिरीको कुराहरूले नि तपाईँलाई देखाइरहेको छ कि प्रभु येशूले तपाईँलाई पाउनु प्राप्त गर्नुभएको छ बाहिरको कुराहरूले तपाईँलाई अधीन गरिरहेको छ कि साँच्चै नै प्रभुको इच्छा हुनुपर्छ भन्ने कुरा चाहिँ ख्याल गर्नु। The Apostle Paul could say, I'm a prisoner of the Lord. प्रेरित पावलले भन्न सके कि म चाहिँ प्रभुको कैदी हुँ Are you a prisoner of the Lord? के तपाईँ प्रभुको कैदी हुनुहुन्छ Are you so close, so much aware of His presence that He has got you and you cannot get free? तपाईँलाई यो पक्का छ कि तपाईँसँग तपाईँ उहाँको नजिकमा हुनुहुन्छ उहाँले तपाईँलाई प्राप्त गर्नुभएको छ कि तपाईँले उहाँबाट तपाईँ मुक्त तपाईँ छुट्न सक्नुहुन्न Is that how you feel? के त्यही कुरा तपाईँले अनुभव गरिरहनु भएको छ You really want the Lord to come today? तपाईँले आज प्रभु आएको तपाईँ चाहनुहुन्छ Well, not right now. I'd like to go to school. I'd like to do this. I'd like to do something else. अनि तर त्यस्तो नहोला कि म अब स्कुल जान चाहन्छु अनि यस्तो कुराहरू गर्न चाहन्छु We're expecting a baby. I'd love to have that baby before the Lord comes. प्रभु आउनुभन्दा अगाडि नै हामी यहाँ नानीको प्रति अपेक्षामा छौँ हामीलाई बालकको प्रतीक्षामा छौँ What are the things that are important? तपाईँको निम्ति के कुराहरू चाहिँ महत्त्वपूर्ण छ Are we really looking to see His face? के हामी साँच्चै नै उहाँको मुहार हेर्नलाई पर्खिरहेका छौँ Do you want to hear His voice? के तपाईँले उहाँको आवाज सुन्नुहुन्छ Is that what's drawing and pushing you today? अनि त्यही कुराले नै आज तपाईँलाई खिचिरहेको छ अनि तपाईँलाई ढकेलिरहेको छ This is the way that the ladies of old behaved. अनि यही पारामा चाहिँ दिदीबहिनीहरूले व्यवहार गर्नुपर्दछ पुरानो समयका दिदीबहिनीहरूले व्यवहार गरेका थिए Sarah trusted in God. साराईले परमेश्वरमा भरोसा राखेकी थिइन् She obeyed Abraham. उनले अब्राहमलाई आज्ञा पालन गर्दथिन् And she was subject, looking for direction from the Lord. अनि उनी अधीनमा बसेकी थिइन् र प्रभुबाट निर्देशन चाहन्थिन् खोजिरहेकी थिइन् I'd like to speak and mention a couple of sisters that we find in the scriptures. पवित्र शास्त्रमा केही दिदीबहिनीहरूको विषयमा म बोल्न चाहन्छु जो यहाँनिर व्यक्त गरिएको छ I don't want to turn to them, but just to use them as examples. तिनीहरूमा म जान चाहन्न तर तिनीहरूलाई उदाहरणको रूपमा म प्रयोग गर्न चाहन्छु To see the role that they play. तिनीहरूले निर्वाह गर्नुपर्ने भूमिका The first one is the mother of Timothy, पहिलो चाहिँ तिमोथीकी आमा Eunice. युनिस What did she do? उनले के गरिन् त She spent so much time with Timothy उनले तिमोथीसँग यति धेरै समय बिताइन् that from a child he knew the Holy Scripture. ताकि उसले बालक छँदै नि पवित्र शास्त्र जान्न सक्यो He didn't get that from his father. उसले आफ्नो बाबुबाट त्यो कुरा पाएन His father was a Greek. उसको बाबु त ग्रिक अथवा युनानी थिए So who spent the time? अब कसले समय बितायो त कोसँग समय बित्यो त How did she do it? उनले कसरी त्यो काम गरिन् त She bought the time. उनले समय किनिन् She redeemed the time. उनले समय विचार गरिन् ख्याल गरिन् She didn't waste her time. उनले आफ्नो समय बर्बाद गरिनन् She invested it उनले लगानी गरिन् in speaking with her son. उनले आफ्नो छोरासँग बोल्नलाई समय लगानी गरिन् Timothy was well known
as a young man in Derby. डर्बी भन्ने ठाउँमा तिमोथी चाहिँ राम्रोसँग नाम चलेका मान्छे थिए He was identified as a disciple, as a young man. अनि उनी चाहिँ एउटा चेला भएर निश्चित एउटा चेला भएर जवान मान्छे भएर तर चेला भएर चिनिएका थिए Okay. Where did she get it from? उसले कहाँबाट पाए त Where did Eunice get it from? युनिसले कहाँबाट पाइन् त Eunice got it from her mother, युनिसले आफ्नो आमाबाट प्राप्त गरिन् Lois. लुइस Lois spent time with her daughter. लुइसले आफ्नो छोरीसँग समय बिताइन् They knew the scriptures. तिनीहरूले पवित्र शास्त्र जानेका थिए This work is so vital for our sisters. उहाँको काम चाहिँ हाम्रा दिदीबहिनीहरूको निम्ति अति नै महत्त्वपूर्ण छ How much time is a husband at home and able to spend time with his children? एउटा पति भएर आफ्ना छोराछोरीहरूसँग घरमा कति समय बिताइरहेका छन् It falls greatly to a wife त्यो चाहिँ धेरै धेरै जस्तो चाहिँ त्यो दिदीबहिनीहरूमा पर्दछ to be responsible for those children and the teaching and training of the child. ती नानीहरूको विषयमा तिनीहरूलाई सिकाउने तिनीहरूलाई तालिम दिने विषयमा चाहिँ त्यो धेरै चाहिँ दिदीबहिनीहरूमा पर्दछ Those mothers, Lois and Eunice, ती आमाहरू लुइस र युनिसहरू चाहिँ they did a work तिनीहरूले काम गरे that provided for a young man जसले त्यो जवान मान्छेलाई to be taken by the Apostle Paul प्रेरित पावलले उनलाई लाने निम्ति बन्दोबस्त गर्यो and after a short time left behind अनि थोरै समयमा ती सबै कुराहरू पछाडि राखेर उनलाई छोडिराखेर in order that he could help the brethren ताकि उसले त्यहाँ भएका दाजुभाइहरूलाई सहयोग गरोस् भनेर in a city where he was not known. अनि त्यो सहर जुन सहरमा उनलाई जानेको थिएन That was the work of a mother. अनि त्यो चाहिँ एउटा आमाको काम थियो How vital is the work of a mother and a wife? एक आमा जो पत्नी भएर कति महत्त्वपूर्ण छ उसको भूमिका चाहिँ We can read from the book of Titus, हामी तितसको पुस्तकबाट पढ्न पाउँदछौँ and we find in the book of Titus in chapter 2, तितस 2 अध्यायमा हामी पाउँदछौँ I won't turn to it, you all know the verses. तपाईहरुले जान्नुहुन्छ म त्यो त्यहाँ गएर पढाउँदिन तपाईहरु सबैले त्यो पदहरु जान्नुहुन्छ The verses in chapter 2 that speak to the role of older sisters. अनि त्यहाँनिर त्यो 2 अध्यायमा वृद्ध दिदीबहिनीहरुको भूमिकाको विषयमा पाउँदछौँ I went after the younger wives with their children. अनि ती वृद्धहरुले चाहिँ जवान पतिहरु अनि तिनीहरुका छोराछोरीको विषयमा जाँदछन् But the older wives have a bigger role. तर वृद्ध पत्नीहरुको चाहिँ धेरै ठूलो भूमिका छ They have to teach the young wives. तिनीहरुले जवान पत्नीहरुलाई सिकाउनु पर्दछ They have to show them how to love their husbands. तिनीहरुले ती वृद्ध पत्नीहरुले ती जवान पत्नीहरुलाई आफ्नो पतिलाई कसरी प्रेम गर्नुपर्छ भन्ने सिकाउनु पर्दछ That's a task. अनि त्यो चाहिँ एउटा काम हो Imagine an older sister यो याद गर्नुहोस् एक वृद्ध दिदीले spending enough time with a younger sister काफी समय वृद्ध दिदीले जवान दिदीलाई समय बिताउनु to show her and tell her त्यहाँ देखाउने अन्तखेरि उसलाई भन्नु and demonstrate to her अनि उसलाई देखाउनु how to bring up her children अनि आफ्नो नानीहरूलाई कसरी हुर्काउनु भनेर and how to love her husband. आफ्नो पतिलाई कसरी प्रेम गर्नु भनेर Believe me, that takes grace. अनि मलाई विश्वास गर्नुहोस् त्यसलाई अनुग्रह चाहिन्छ त्यसको लागि अनुग्रह चाहिन्छ And that grace doesn't come by accident. अनि त्यो अनुग्रह चाहिँ अचानक आउने कुरा होइन It comes from being occupied with the one who is the giver of the grace. अनि त्यो त्यसको लागि चाहिँ
ती कुराहरूद्वारा भरिनु पर्दछ जो चाहिँ अनुग्रहको दिनेदाता हुनुहुन्छ। The older sisters, वृद्ध दिदीबहिनीहरू, you have a huge responsibility in local companies. तपाईको स्थानीय जमघटमा स्थानीय ठाउँमा तपाईहरुको ठूलो भूमिका छ। You think that the sisters' role is a quiet role. के तपाईले सोच्नु भएको होला कि दिदीबहिनीहरुको भूमिका चाहिँ चुपचाप सहित बस्ने भनेर? In public it is. सार्वजनिक रूपमा चाहिँ त्यो ठिकै हो। In the assembly it certainly is. अनि मण्डलीमा त्यो ठिकै पनि हो। But in private, तर निजी जीवनमा चाहिँ in the home, घरमा that's where you ought to be. जसमा तपाईं हुनुपर्ने हो, You ought to be talking to the sisters in their homes. तपाईले घरमा दिदीबहिनीहरुसँग बोल्नु पर्दछ, बात गर्नुपर्ने हुन्छ। Because that's how they will learn. किनकि त्यहाँनिर जहाँ तिनीहरूले सिक्दछन्। What about the girls that didn't have mothers who were Christians? अनि ती छोरीहरू जसका आमाहरू ख्रिस्चियन छैनन् भने त्यसको विषयमा चाहिँ के हो त? It's your role to teach them, त्यो चाहिँ तपाईको भूमिका हो तिनीहरूलाई सिकाउनलाई, to show them, तिनीहरूलाई देखाउनु, so that they can bring up their children, so that they can help their husband. ताकि तिनीहरूले तिनीहरूका आफ्ना पतिहरूलाई सहयोग गरून् अनि तिनीहरूले आफ्ना नानीहरूलाई हुर्काउन्। Oh, you dear sisters, you don't know what a huge role you have to play in the assemblies. हे प्रिय दिदीबहिनीहरू, तपाईहरुको भूमिका मण्डलीमा कति ठूलो छ। There's another sister. त्यहाँ अर्को दिदी छन् अर्को, Her name is Priscilla. उसको नाम चाहिँ प्रिस्किला हो। 6 times. 6 पल्ट, Everyone smiles when you say 6 times. धेरै मानिसहरू, धेरै तपाईहरु मुस्कुराउनु जब मैले 6 पल्ट भने, Most people remember that they're mentioned 6 times. धेरै मान्छेले धेरैले सम्झन सक्नुहुन्छ कि उनीहरूको नाम 6 पल्ट आउँदाखेरि, And most people remember that 3 times धेरै मान्छेले अब सम्झन सक्दछन् 3 पल्ट चाहिँ Aquila's name is first, अक्विलाको नाम चाहिँ पहिला छ and 3 times Priscilla's name is first. अनि 3 चोटि चाहिँ प्रिस्किलाको नाम पहिलो छ। Isn't the Spirit of God telling us something there? के परमेश्वरको आत्माले हामीलाई त्यो केही कुरा भनिरहनु भएको छैन र? That there is an evenness in the homes. ताकि त्यहाँनेरि समानता, घरमा समानता छ। But more important, तर त्यो भन्दा अझ धेरै महत्त्वपूर्ण चाहिँ read what the words say in the 6 times. 6 पल्ट चाहिँ वचनले के भनेको छ त्यो याद पढ्नुहोस् तपाईहरुले। The first time is in Acts 18, पहिलो चोटि चाहिँ प्रेरित 18 अध्यायमा छ, and it says that they were lately, Aquila and his wife Priscilla, were lately come from Rome. अनि त्यहाँनेरि भनेको छ कि अक्विला अनि प्रिस्किला चाहिँ रोमदेखि आएका थिए भनेर भन्दछ। Who was first? को पहिला थिए? Aquila. अक्विला थिए। Why was he first? किन उ पहिला भए त? Because it had to do with the direction of the household. किनभने घरानाको विषयमा अगुवाई गर्ने कुरा चाहिँ उनको थियो। When it comes to Apollos coming into town, जब अपोलोस त्यो शहरमा आए, what was it that we read about Apollos? अनि अपोलोसको विषयमा हामी के पढ्न पाउँदछौँ त? He came and he wasn't real accurate about his use of the scriptures. अनि ऊ आयो अनि उसले पवित्र शास्त्रलाई ठिकसँग चलाउने विषयमा ऊ खाँटी थिएन। He wasn't real clear, guess what, on baptism. अनि ऊ बप्तिस्माको विषयमा ऊ छर्लङ्गै भएका थिएनन्। And there's a lot of people not clear on baptism. अनि त्यसैले गर्दा धेरै मान्छेहरू बप्तिस्माको विषयमा छर्लङ्गै छैनन्। I'm not here to talk about baptism. म आज यहाँनिर बप्तिस्माको विषयमा यहाँ बोल्न भन्न आएको छुइनँ, यहाँ बसेको होइन। But Apollos wasn't clear. तर अपोलोस चाहिँ छर्लङ्गै थियो, उनलाई स्पष्ट भएको थिएन। So what happened? तब के भयो त? Priscilla and Aquila took him into their home. प्रिस्किला र अक्विलाले उनलाई आफ्नो घरमा लगे। No, they didn't. उनीहरूले त्यसो गरेनन्।
Aquila and Priscilla took him into their home. अक्विला र प्रिस्किलाले उनलाई अपोलोसलाई उनीहरूको घरमा लगे। Why is it? किन त्यसो गरेको त? Aquila and Priscilla. किन अक्विला अनि प्रिस्किला चाहिँ? Because it had to do with the matter of teaching. अनि त्यो चाहिँ सिकाउने विषयमा थियो, त्यसैले गर्दा त्यो भयो। But what does it say? तर त्यहाँ के भन्दछ त? They taught him more perfectly. तर त्यहाँ के भन्दछन्? तिनीहरूले उनलाई अझ सिद्ध प्रकारले सिकाए। Oh, let's be clear. The role of sisters in the home, the role of a wife, is to support and help her husband. And she cannot do it if she doesn't know the scriptures. हामीले पति पत्नीको विषयमा हाम्रो आफ्नो भूमिका, पति पत्नीको भूमिका आफ्नो छर्लना जानुपर्ने हुन्छ ताकि पत्नीले, ताकि उनीहरूले छर्लनासँगले उसलाई अपोलोसलाई सिकाउन, शास्त्र सिकाउन सके। A lot of wives धेरै पत्नीहरूले think that their role is to stay home, cook, clean, keep the house, and make sure everything runs smoothly. धेरै पतिहरूले सोचेका हुन्छन् कि पत्नीहरूको जिम्मा चाहिँ घरमा खाना पकाउने, सफा गर्ने, खाना पकाउने अनि घरलाई ठिकठाक राख्ने हो। But the important thing is that she knows the scriptures. तर महत्त्वपूर्ण कुरा चाहिँ तिमीले पवित्र शास्त्र जानेको हुनुपर्दछ। It's no good taking care of the house, taking care of the meals, taking care of this, taking care of that, if she doesn't know the scriptures. अब उनले त्यसको घरमा खानेकुराको, सरसफाइको अनि घरलाई सबै कुरा राख्नेको विषय मात्रै महत्त्वपूर्ण होइन, तर उनले चाहिँ पवित्र शास्त्र जानेको हुनुपर्दछ। How is she going to teach? अनि उनले कसरी सिकाउन सक्दैछ त? She doesn't know. जब उनले जान्दैनन् भने It doesn't just happen. अनि त्यो चाहिँ एक अचानक हुँदैन। You cannot just sit in a meeting and learn. अनि तपाईँले सभामा आएर तपाईँले त्यो सिक्नुहुन्न, You've got to study. तपाईँले अध्ययन गर्नुपर्दछ। What to say to Timothy? Study to show thyself approved. तिमोथीको पुस्तकमा के भनेको छ भने तपाईँले आफूलाई स्वीकार्योग्य हुनको निम्ति तिमीले आफैलाई अध्ययन गर, आफै अध्ययन गर भनेर। What was the third time that we read about Aquila and Priscilla? तेस्रो पल्ट चाहिँ अक्विला अनि प्रिस्किलाको विषयमा हामीले के पाउँदछौँ त? It has to do with the assembly which is in their home. अनि त्यो चाहिँ उनीहरूको घरमा मण्डलीमा भएको विषयमा थियो। They opened up their house. The local assembly met in their house. अक्विला अनि प्रिस्किलाको घरमा चाहिँ त्यो स्थानीय जमघट त्यहाँ भेला हुँदथ्यो। Who took care of the house? घरको विषयमा कसले ख्याल गर्दछ त? I'm sure Priscilla took care of the house because her husband was busy making tents. मलाई लाग्दछ पक्कै पनि प्रिस्किलाले उनको घरको रेखदेख गरिन् होला, किनभने अक्विला चाहिँ उनले पाल बनाउने काम गरिरहेका थिए। But it was in their house. तर त्यो भनेको छ कि त्यो चाहिँ तिनीहरूको घरमा, Wasn't in Aquila's house. तर त्यो अक्विलाको घर मात्रै थिएन, It was in their house. तिनीहरूको घरमा थियो। On another occasion, अर्को अवसरमा we find Priscilla and Aquila हामीले प्रिस्किला अनि अक्विला हामी पाउँदछौँ, who laid down their neck. तिनीहरूले आफ्नो गर्दन दिए। One neck, एक गर्दन, one neck. That's what the scripture says. Their neck. त्यहाँ एउटै मात्रै गर्दन भनेको छ। पवित्र शास्त्रले त्यही भन्दछ, तिनीहरूको गर्दन। Why? किन? Because those two were one. किनभने तिनीहरू दुईजना चाहिँ दुई चाहिँ एक भएका थिए। They were in it together. त्यसमा तिनीहरू दुवैजना थिए। They were willing to lay down their life तिनीहरूले आफ्नो जीवन पनि दिन तयार थिए in order that the saints of God could make progress. ताकि परमेश्वरका जनहरूले प्रगति गरून् भनेर। But who was mentioned first? तर त्यहाँ चाहिँ पहिला चाहिँ को आएको छ? कसको नाम आएको छ? Priscilla. प्रिस्किला। Why? किन? Because it had to do with the affections. किनभने त्यो चाहिँ स्नेह सम्बन्धी कुरा थियो, It had to do with the heart. त्यो चाहिँ हृदय सम्बन्धी कुरा थियो। And that's why. You Yes. see, sorry. त्यसै कारणले गर्दा There is a role that each of us plays. त्यसैले गर्दाखेरि हामी हरेकले कसरी व्यवहार गर्नु, कसरी भूमिका निर्वाह गर्नुपर्ने
हाम्रो हरेकको भूमिका छ। It is the husband's role to direct, to administer. पतिको जिम्मा चाहिँ पतिको भूमिका चाहिँ निर्देशन गर्ने अनि त्यो काम गर्ने। It is a sister's role to love her husband, अनि त्यो चाहिँ दिदीबहिनीहरूको जिम्मा हो जसले आफ्ना पतिहरूलाई प्रेम गर्ने to take care and bring up their children, अनि आफ्नो नानीहरूको ख्याल गर्ने अनि तिनीहरूलाई हुर्काउने and to display in this world the character that God has ordained for her. अनि उनले यस संसारमा परमेश्वरले नियुक्त गर्नु भएको त्यो प्रणाली चाहिँ यस संसारमा देखाउनु हो। That she is seen as one who is a help to her husband. अनि ताकि उनले चाहिँ आफ्नो पतिलाई सहयोग गरेको कुरा अरू मान्छेले देखोस् भनेर। One who is known in the street. एकजना जो त्यो सडकमा जाने होस्। What do we see in the end of Proverbs? हितोपदेशको अन्तमा हामी के देख्दछौँ त? The wife who is there administering things in the home, and her husband is known because of her administration. उनले पति जो आफ्नो घरमा कार्यान्वयन गरिरहेको छिन् अनि त्यो कार्यान्वयनद्वारा चाहिँ उनका पति चाहिँ त्यो शहरमा चिनिने भएका छन्। We heard that all of these roles of scripture are given to us हामीले सुन्यौं कि यो पवित्र शास्त्रमा भएका यी सबै भूमिकाहरू चाहिँ हामीलाई दिएको हो with a view यो भावना राखेर to what is coming, के आउँदैछ त? to Christ and the assembly. ख्रीष्ट अनि मण्डली। It is a picture of what will be seen. अनि त्यो चाहिँ यसको दृश्य हो, त्यो नक्सा हो जो कुरा पछि देखिनेछ। Turn to Revelation 19 when you have time. जब तपाईसँग समय हुँदछ तपाईले प्रकाशित वाक्य 19 अध्यायमा पढ्नुहोस्। And somewhere about verses 7 or 8, 7 अथवा 8 पदमा तपाईले पाउनुहुन्छ। you will read about the marriage supper of the Lamb. तपाईले थुमाको विवाहको भोजको विषय पढ्न पाउनुहुनेछ। And what does it say there? त्यहाँनिर के भनिएको छ त? His wife hath made herself ready. उनकी पत्नीले चाहिँ आफैलाई तयार गरेकी छिन्। His wife has made herself ready. उनकी पतिले आफैलाई तयार पारेकी छिन्। Why? किन? Because she's got work to do. किनकि उनीसँग कामहरू सबै धेरै कामहरू छन्। She has 1,000 years to work as the helpmeet of the blessed Lord himself. ताकि अब उनीसँग काम गर्नुपर्ने 1000 वर्ष छ जसद्वारा उनले धन्यका प्रभुलाई सहयोग गर्नुपर्ने छ। 1,000 years when the wife, the church, all of us, sisters included, 1000 वर्ष जहाँ हामी सबै जो मण्डली जसमा दिदीबहिनीहरू पनि समावेश हुनुहुन्छ, will be administering the kingdom त्यति बेला हामीले त्यो राज्यमा काम गरिरहेका हुनेछौँ under this management and supervision अनि त्यो सुपरिवेशन र अनि त्यसको व्यवस्थापन पनि भएर of the Lord himself. प्रभु स्वयंबाट। Are you getting yourself ready now? के तपाईँ आफैलाई तयार गरिरहनु भएको छ? It says his wife hath already made herself ready. अनि त्यहाँ भनेको छ उनकी पत्नीले उनकी दुलैले अघि नै उनलाई आफैलाई तयार गरेकी छिन्। She didn't do that after the rapture. तिनले त्यो माथि उठाइ लैजाने पछाडि गर्दिनन्। She did it right now. तिनले तत्कालै गरेकी छिन्। She did it in time. तिनले ठिक समयमा गरेकी छिन्। She did it as when in this world for the glory of the Lord Jesus. तिनी यस संसारमै हुँदाखेरि प्रभु येशूको महिमाको निम्ति तिनले गरिसकेकी छिन्। Are you making yourself ready?
के तपाईले आफैलाई तयार पार्नु भएको छ? She's clothed in fine linen. तिनी चाहिँ मलमल कपडाद्वारा आभूषित थिइन्। And what is the fine linen? अनि त्यो मलमलको कपडा चाहिँ के हो त? The righteousnesses of the saints. त्यो चाहिँ सन्तहरूको धार्मिकता हो। Who are the saints? सन्तहरू चाहिँ को हो? Here we are. यहाँ हामी सबै छौँ। How much are we doing? हामी कति गरिरहेका छौँ त? What righteousnesses are we preparing कस्तो धार्मिकता चाहिँ हामी तयार गरिरहेका छौँ त? for that day? त्यो दिनको निम्ति। We were reminded हामीलाई यो सम्झना दिलाएको थियो that the bride ताकि दुलही appears in chapter 21. हामी दुलही चाहिँ 21 अध्यायमा देखा परेकी छिन्। After the kingdom is all over. जब राज्य पूरा हुँदछ, When the kingdom is finished, जब राज्य सिद्धिँदछ, the new heaven and a new earth. नयाँ स्वर्ग अनि नयाँ पृथ्वी, And she comes down अनि तब तिनी तल आउँदछिन् out of heaven from God, स्वर्गबाट परमेश्वरबाट, adorned as a bride for her husband. उहाँ उनको दुलहाको निम्ति पत्नी वा दुलही भएर सिँगारिरहेकी छिन्। A day of beauty, of love and display. अनि त्यो दिन जुन सुन्दरताको दिन, प्रेमको अनि त्यो सबै कुराको प्रकटीकरणको, You and I have nothing to do with it. त्यस सम्बन्धमा हामीसँग गर्नुपर्ने केही छैन। We didn't do anything. for हामीले that केही day of गरेनौँ। display. त्यो प्रकटको निम्ति, त्यो देखा परेको निम्ति हामीले केही गरेनौँ। All the good works that we have done are for the kingdom. अनि हामीले जे जे असल कामहरू गर्यौँ त्यो चाहिँ राज्यको निम्ति हो। What we are displaying in the day of eternity हामीले त्यो अनन्तको दिनको निम्ति के देखाइरहेका छौँ? is the adornment त्यो चाहिँ हाम्रो पोसाक पहिरन हो। of the blessed God. अनि त्यो चाहिँ हाम्रा परमेश्वरको, हाम्रो धन्यका परमेश्वरको। It has nothing to do with me. त्यसको मसँग गर्नुपर्ने केही छैन, मैले गर्नुपर्ने त्यसमा केही छैन। It has everything to do with God. त्यो चाहिँ त्यसको सबै गर्नुपर्ने चाहिँ परमेश्वरसँग सम्बन्धित छ। Because He wants a bride किनभने उहाँले दुलही चाहनुहुन्छ for His blessed Son. अनि उहाँले चाहिँ उहाँको धन्यको पुत्रको निम्ति, And He's done it all. अनि त्यो चाहिँ उहाँले सबै कुरा सिद्ध गर्नुभएको छ। And nobody and nothing can interfere with what God wants. अनि परमेश्वरले जे चाहनुहुन्छ त्यो कुरामा कोही मान्छेले हस्तक्षेप गर्न सक्ने छैन। And that bride is coming down in all the beauty that God has given to her in that day. अनि त्यो दिनमा जुन परमेश्वरले ती दुलही आइरहेकी छिन् उनको सारा सुन्दरतामा जुन दिन परमेश्वरले दिनुभएको छ, But that's future. त्यो चाहिँ भविष्य हो। We're living today. तर हामी आज हामी जिरहेका छौँ। Where are we? हामी कहाँ छौँ? Where are we? हामी कहाँ छौँ त? How prepared are we? हामी कतिको तयार छौँ? What are we doing? हामी अहिले के गरिरहेका छौँ? Are the righteousnesses being accomplished? के धार्मिकता पुरा भएको छ? Each of the hearts. I'm here to speak to the wives, to hit your conscience. हामी हरेक हृदय अनि म यहाँनिर बोल्न प्रत्येक पत्नीहरूलाई तपाईँहरूको विवेकमा घोचोस् भनेर म बोल्न आएको छु। But I'm sure if I'm hitting mine, I'll be hitting the brothers as well. अनि यदि म पक्का छु, यदि मैले आफैलाई त्यो घोच्दछु भने मैले दाजुभाइलाई पनि घोचिरहेको हुनेछु। How are we behaving in our marriage, in our relationships? हामीले हाम्रो विवाहमा, हाम्रो सम्बन्धमा कसरी व्यवहार गरिरहेका छौँ त? Is it something that is bringing honor and glory to the name of the Lord Jesus? के त्यो केही कुराहरू जुन कुराले हाम्रो धन्यका प्रभुमा आदर अनि महिमा ल्याइरहेको छ? And
being a blessing to each other, अनि के हामी एक अर्काको निम्ति आशिषको कारण भइरहेका छौँ त? within our families, हाम्रो परिवारमा within the local assembly, अनि एउटा स्थानीय जमघटको बीचमा and in the Christian testimony. अनि इसाई साक्षीको निम्ति May we really be encouraged हामी एक अर्कामा उत्साहित हौँ as the Lord would leave us here जब हामीलाई प्रभुले यहाँ छोड्नुहुन्छ to be for Him. ताकि हामी उहाँको निम्ति हे हाम्रा धन्य प्रेमी परमेश्वर पिता,